अब प्रश्नकर्ता मान्य सदस्य बिन्दवासिनी कंसाकार। सम्माननीय सभामुखज्यू मार्फत सम्माननीय प्रधानज्यूलाई निम्न अनुसारको प्रश्नहरू सोध्न चाहन्छु। जलन पीडितहरूको उपचार पुनर्स्थापना तथा अधिकार सुनिश्चित गर्न संसदमा निजी विधेयक 8 महिना अगाडि दर्ता भइसकेको छ। यो विधेयक मानवीय संवेदनासँग मात्र नभई सामाजिक न्यायको मूल मर्मसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। सरकार यस्तो जीवन रक्षासँग सम्बन्धित विधेयकप्रति के धारणा राख्छ? यसलाई अघि बढाउन तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको पूर्ण समर्थन रहनेछ कि रहने छैन? म आज यो प्रश्न किन पनि सोधिरहेको छु भने आज प्रधानमन्त्री ज्यूको रूपमा जवाब सुन्नको लागि स्वयं केही जलन पीडितहरू सदनमा दर्शक दीर्घामा उपस्थित हुनुभएको छ। आज मात्र होइन, हामीले हाम्रो आवाज उठाउँदै आइरहेका। म समग्र जलन पीडितहरूको प्रतिनिधित्व गर्दै पीडितहरूको लागि केही कानुन बनाएर नै काम गर्न विनम्र अनुरोध गर्दछु। मेरो अर्को प्रश्न, अहिलेको महँगीले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ। सरकारको योजनाहरू प्रभावहीन देखिएको अवस्थामा जनताको जनजीवन स्तरमा सहजता ल्याउने गरी महँगी नियन्त्रणका के कस्तो ठोस र परिमाणमुखी कदमहरू सरकारले चाल्न लागेको छ? प्रश्न सोध्ने अवसर दिनुभएकोमा सम्माननीय सभामुखज्यूप्रति आभार व्यक्त गर्दछु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, प्रश्नकर्ता मान्यज्यूलाई धन्यवाद भन्न चाहन्छु। मान्य सदस्यले यो प्रश्न प्रधानमन्त्रीले अझ स्पष्ट गर्ने अवसर मिलोस् भनेरै उठाउनु भएको मैले ठानेको छु। मान्य सदस्यलाई जलन पीडितहरूको सन्दर्भमा, जलनका घाइतेहरू बिरामीहरूको उपचारको सन्दर्भमा अथवा क्षतिपूर्तिको सम्बन्धमा अथवा यस सम्बन्धमा व्यक्तिगत तवरमा पनि अहिलेको प्रधानमन्त्री कति गम्भीर छ भन्ने कुरा प्रश्नकर्ता मान्यज्यूलाई अवश्य नै याद छ भन्ने मलाई ठान्छु। म यति भन्न चाहन्छु, जलन पीडितहरूको उपचार र पुनर्स्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ। तेजाब र अन्य घातक रासायनिक पदार्थ नियमन ऐन 2079ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको बेहोरा जानकारी गराउँदछु। जलन पीडितहरूको उपचार पुनर्स्थापना तथा अधिकार सम्बन्धमा संसदमा दर्ता भएको निजी विधेयकमा रहेका प्रावधानका सम्बन्धमा सदन वा सम्बन्धित समितिमा हुने छलफलका क्रममा सरकारले आफ्नो धारणा फेरि तपसिल अझ विस्तृतमा राख्ने नै छ। यस सन्दर्भमा जलन पीडितहरूले त्यति बेला कति यो 77-78 साल थियो होला, भेटेर विषय राख्ने बित्तिकै अध्यादेश ल्याएर तत्सम्बन्धी कडा कानुनी व्यवस्था गरेर अपराध नियन्त्रण गर्ने कुरा र अपराधीलाई कारबाही गर्ने कुरा, जलन पीडितहरूलाई राहत दिने कुरा तत्कालीन सरकारले प्रभावकारी कदम चालेको थियो र त्यस यता लगातार प्रभावकारी कदम चाल्ने त्यो प्रयास भइरहेको छ। यद्यपि हामीले यो धेरै देशहरूमा अथवा जहाँसुकै पनि यस्ता कुराहरू छिटपुट रूपमा हुने गर्छन्। त्यसलाई हामीले कुनै सामान्य घटनाको रूपमा होइन, त्यसलाई गम्भीरताका साथ लिने र कहीँ कतै पनि आगलागी जन्ने कुरा अथवा जलन जन्ने कुराहरू अथवा तेजाब जस्ता अन्य कुनै प्रकारका रासायनिक वस्तुहरूको प्रयोगद्वारा जलन गराउने कुराहरू या हुने कुराहरू, भुलचुकमा पनि त्यस्ता हुने कुराहरू र त्यसलाई औषधिको रूपमा राख्ने र कहिले कहिले झुक्किएर मान्छेले खाइदिने जस्ता कुराहरूबाट हुने दुर्घटना जस्ता कुराहरू, यस्ता सबै कुराहरूलाई पनि हामीले अत्यन्तै सावधानी साथ जनचेतना पनि जगाउने र सावधानी अपनाउन पनि आग्रह गर्ने देखि लिएर कानुनी प्रबन्ध लगायतका सबै कुराहरू गर्दै जाने र कोही पनि यस्तो पीडामा पर्न नपरोस्, पहिलो प्राथमिकता हाम्रो त्यसमा रहनेछ। परिहाल्यो कथम कदाचित भने उपचार र पुनर्स्थापना गर्ने व्यवस्था गर्न सरकार सजग छ, प्रतिबद्ध छ। अर्को मान्यजीले प्रश्न राख्नुभएको छ, यो महँगी नियन्त्रणको सम्बन्धमा
यो एउटा ग्लोबल फेनोमेन पनि हो। दुनियाँमा सबैतिर महँगी बढ्दै गएको छ, बढ्दै जान्छ पनि होला सायद। यथास्थितिमा कुनै पनि चिजको मूल्य चाहिँ बसिरहेको हुँदैन सधैँ, चाहे जग्गा जमिनको होस्, चाहे साधारण हामीले दैनिक भान्सामा प्रयोग गर्ने सामानहरूको होस्, कुनै पनि चिजको मूल्य अलिअलि गर्दै बढिराखेको हुन्छ। त्यो हामीले आफ्नै जीवनमा पनि भोगेका छौँ। कुन चिजको मूल्य कहाँ थियो र कुनै पनि वस्तु जति बेर जुन मूल्यमा पाइन्थ्यो त्यो अहिले हामी पाउँदैनौँ, अथवा यो एउटा स्वाभाविक प्रक्रिया पनि हो। तर अनुचित ढङ्गले मूल्य वृद्धि हुनु हुँदैन। नाफाखोरीको हिसाबले, कुनै कार्टेलिङको हिसाबले अथवा अरू हिसाबले अनुचित ढङ्गको मूल्य वृद्धि, अस्वाभाविक ढङ्गको मूल्य वृद्धि हुनु हुँदैन र त्यसबाट मूल्य वृद्धिबाट कसैले अनुचित लाभ लिने गरी त्यस प्रकारका क्रियाकलापहरू हुनु हुँदैन। त्यसलाई सरकारले रोक्छ र यसमा सरकार प्रतिबद्ध छ। आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवं प्रयोगमा आउने सामग्रीहरूको सहज र सुलभ आपूर्ति व्यवस्थापनका लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको छ। दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुहरूको आपूर्तिको व्यवस्था मिलाइएको छ ताकि अस्वाभाविक ढङ्गले त्यहाँ फेरि मूल्य वृद्धि नहोस्, काला बजारी नहोस् जस्ता कुराहरूलाई ध्यानमा राखिएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाइएको छ। यसले मूल्य वृद्धि नियन्त्रणमा सहयोग पुर्याएको छ। तर पनि अब सन्तोषजनक स्थिति भन्न सकिँदैन। कतिपय ठाउँमा प्रश्न उठेका छन्। ती कुराहरूलाई सरकारले गम्भीरताका साथ ध्यान दिन्छ, सकारात्मक ढङ्गले ती सुझावहरूलाई लिन्छ र उपभोक्ता अधिकारको संरक्षण र न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालतको स्थापना गरेर सञ्चालनमा ल्याइएको छ। यसले अदालतले पनि यस्ता कुरा नियन्त्रण गर्नमा मूल्य वृद्धि वा मूल्य वृद्धि अनुचित ढङ्गले हुनका पछाडिका कारणहरू खोज्ने र नियन्त्रण गर्ने कुरामा मद्दत पुर्याउनेछ भन्ने म ठान्दछु। अब सजिलो के हुन्छ भने बढ्दो महँगी नियन्त्रण गर भन्ने नारा म सानो हुँदादेखि पनि सुनिराखेको छु, अहिलेसम्म पनि सुनिराखेको छु। त्यो नारा सधैँ लोकप्रिय हुन्छ, किनभने मूल्य नियन्त्रण गर, सस्तोमा हामीलाई सामान देऊ भन्ने जनताको माग सधैँ जायज छ। त्यसकारण यो लोकप्रिय नै हुन्छ, यो नारा जहिले पनि लोकप्रिय हुन्छ। अब कहिले कहिले अस्थायी रूपमा केही कुराहरूमा मूल्य घट्छ। त्यति बेला पनि यदि मूल्य वृद्धि नियन्त्रण गर, सस्तो मूल्यमा उपभोग्य सामान उपलब्ध गराऊ भन्यो भने त्यो लोकप्रिय नै हुन्छ। त्यो हामीले बुझ्नुपर्छ। अब यसमा मैले अरू धेरै कुरा भन्नुभन्दा चालु आर्थिक वर्षको 7 महिनाको अवधिमा औसत उपभोक्ता मूल्यस्फीति 4.16% रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति 5.01% रहेको थियो। यस अर्थमा मुद्रास्फीति स्थिर छ मात्रै होइन कि सकारात्मक छ भनेर बुझ्नुपर्छ। र चालु आर्थिक वर्षको लागि सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशा अपनाइएको छ र त्यसलाई हामी निरन्तरता दिइरहेका छौँ, दिनेछौँ। साथै अनिवार्य नगद अनुपात र बैंक दरलाई समेत समायोजन गरिएको छ। यसबाट अधिक तरलता नियन्त्रण भई उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महँगीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई निरन्तरता दिइनेछ। कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई पुनः मूल्याङ्कन गरी यथोचित ढङ्गले त्यसलाई निरन्तरता र व्यवस्थापन दुईटै गरिनेछ। यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषिजन्य उपजको उत्पादनमा वृद्धि, कृषिजन्य उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न समेत सहयोग पुग्नेछ। त्यसो भएर यसमा सरकार सजग छ, सचेतनतापूर्वक कदम चालिरहेको छ र नीतिहरू
लिइरहेको छ, कदमहरू अगाडि बढाइरहेको छ र यसमा अरू धेरै केही भनिरहनु पर्ला जस्तो लाग्दैन। मुद्रास्फीतिले मुद्रा यो मूल्य वृद्धिको अवस्थालाई देखाउँछ। यसमा धेरै भयावह अवस्था छ भन्न मिल्ने अवस्था देखिँदैन। धन्यवाद।